हेलो एभ्रिवान, हजुरलाई फेरि पनि वेलकम छ मेरो भिडियोमा हैन। प्लिज लाइक सब्स्क्राइब गरिदिनु भएको छ भने चाहिँ लाइक अनि सब्स्क्राइब पनि गरिदिनुहोस् होला मेरो च्यानललाई है। तपाईँको माया देखाइदिनुहोस् होला माया। अनि आज चाहिँ एकदमै जाडो छ, दिन चाहिँ यस्तो छ बाहिर हैन। अनि आज चाहिँ मेरो नयाँ डेको सुरुवात गर्दैछु म यहाँ। यो ऐनादेखि नै एउटा सानो भ्लग बनाइदिउँ न भनेर मैले चाहिँ गरेको। बनाइदिएको नि त, आज चाहिँ यहाँदेखि सुरु गरौँ, नयाँ नयाँ पनि ट्राई गरौँ भनेर यहाँनिर भ्लग बनाउनु। अनि त्यही हो, अब चाहिँ मेरो योहरू अलि पुछपाछ गर्नुपर्ने छ नि त, यो सोकेस पुछपाछ गरेर चाहिँ तपाईँसँग भेट्छु म। आज चाहिँ भिडियो मैले पुछपाछ गरिसकेँ। अनि कतिको जाडो छ भने यहाँ नै आज पनि एकदमै बेसी चिसो छ है। अनि त्यो साथीहरू एकदमै जाडो छ। हामी चाहिँ अलिकति यहाँनिर गिटी छटाउनु पर्ने चाहिँ हिजो अलिकति रहेको छ, यति ढुङ्गा रह्यो। अनि यति चाहिँ हामी बुढाबुढी भएर कुट्यौँ, बुढाबुढी प्लस नानीले पनि अलिअलि सघायो। अनि नानी त त्यही अब ढुङ्गाहरू यता गर्नु सघायो, उसले पनि नगर्नु भनेको, तर हामीलाई सँगसँगै बसिहाल्छ नि त। यति ढुङ्गा छ, यति त कुटिसक्दिनँ होइन। अनि अलिअलि कुट्ने छु। अनि मेरो चाहिँ फुलहरू चाहिँ हेर्नु न यस्तो भइसकेको छ। हिजो अलिक घाम लागेको थियो नि त, हिजो अलिक घाम लाग्दा चाहिँ अलिकति बेसी फुल आयो होइन, यतिको आएको छ। तर पनि हेर्नु न घाम छैन र त्यो फुल पनि यस्तो भएको छ। यसपालि चाहिँ के भइदियो फुल पनि हेर्नु न, पहिलो भएर आएको छ यहाँ मेरो फुलहरू चाहिँ। कस्तो फोकस नगरेको हेर्नु न, पहिलो न पहिलो भएर आएको छ। के भएको यो यहाँ चाहिँ फुल्दैछ, यो चाहिँ पिङ्कमा हो। अनि यहाँतिर पनि छ, हेरौँ फुल्नु चाहिँ फुल्दैछ है। अनि यहाँ मुनि चाहिँ रोज छ मेरो। अनि यो फुल पनि छ, यो फुल चाहिँ यति दामी फुल छ, तपाईँलाई पछि फुलेपछि म देखाउने छु। यो चाहिँ मैले 5-6 खेप उखालिसकेँ झार भनेर, उखाल्दै रोप्दै गरेको मैले यो चाहिँ। किनभने एकदमै बेसी झार पनि यस्तो हुन्छ नि, एउटा कुन्नी के झार भन्ने। अन्त त्यो भएर चाहिँ मैले यसलाई चाहिँ उखाल्दै, यो पनि अस्ति उखाली पठाएछु फेरि रोपिदिएको। अनि यहाँ पनि फुल्नु आँटेको छ। यहाँ चाहिँ रोजहरू छ, मेरो रोजहरू चाहिँ भर्खर के भन्छ यसलाई कोपिला लाग्दैछ, कोही चाहिँ लागेको छैन किन टाइम अलिक भएको छ नि त रोज फुल्ने चाहिँ। यहाँ मेरो अलिकति साग, हेर्नु न चाहिँ साग छ। आज किन फोनले त्यस्तो बेसी फोकसै गरेको छैन हौ, के भएको हो कि फोनले त्यस्तो फोकसै गरेको छैन। अघि चाहिँ मैले फ्ल्यास लाइटै अन गरेको छुइनँ रहेछु नि त, त्यो भएर हो कि बा। अब चाहिँ मैले फ्ल्यास लाइट अन गरेँ। अब चाहिँ फोकस तान्छ कि यहाँ चाहिँ छ मेरो योहरू पनि योहरू सबै फुल्यो भने चाहिँ कस्तो देख्छ भनेर चाहिँ यस्तो देख्छ यहाँनिर नै, तपाईँले देखेपछि चाहिँ देख्छ। दिन चाहिँ पुरै यस्तो छ हाम्रोमा चाहिँ। हिजो चाहिँ अलिक घाम लागेको थियो नि त, तर आज फेरि धुम्म भएर आइदियो। त्यो पनि झन् स्कुलमा कति बेसी जाडो होला नानीको स्कुलमा होइन। ऊ पारि छ स्कुल चाहिँ, अहिले सबै छलेको छ। यहाँ चाहिँ मेरो अलिकति यो फुल अब चाहिँ बिउ बस्ने बेला आयो नि त, कोपिला बस्ने, त्यसलाई यतिकै छोडिदिनुपर्छ। चाहिँ कोपिला सँगसँगै कोपिला बस्छ। अब यिनीहरू चाहिँ कोपिला भन्दा पनि बिउ बस्छ है, बिउ उल्टा भनी पठाएछु। अनि यो चाहिँ सानो सानो फुल्दै पनि रहेछ, यसमा लाई पनि लाग्दो रहेछ। यसमा चाहिँ दबाई लगाउने बेला भएछ यो चाहिँ मेरो। अनि यसलाई दबाई लगाउनु पर्ने भएछ, यसमा चाहिँ दबाई हाल्छु होला म घरिघरि। किन के हो फोकसै गरेको छैन क्यामेराले, आज धुम्म भएर हो कि, यसलाई पनि थाहा भएको हो कि धुम्म भयो भनेर। यहाँ मैले यस्तो बेसी थिच्दा पनि आएको छैन। त्यो साथीहरू आज भएर म बारी पनि घुम्न जान्छु। यो चाहिँ मैले फ्याँकेको फुल हो, तर यहाँनिर फुल्दै रहेछ फ्याँकेको फुल पनि। यस्तो जाडो छ यो जाडो देख्दा चाहिँ के याद आयो भन्नु न, हिजो हामीले हुन्छ अस्ति अहिले चाहिँ हामी घरको काम सकेर कहाँ जाँदैछौँ भन्दाखेरि अहिले चाहिँ हामी खोला जाँदैछौँ बल्ल भर्नु होइन। दिन चाहिँ यस्तो जाडो छ र पनि बोरा साट्नुको लागि चाहिँ हामी खोला जाँदैछौँ। अनि जाँदा तपाईँलाई बाटोमा चाहिँ गुराँस फुलेको छ, यहाँ चाहिँ हेर्नु नि यस्तो दामी फुलेको छ। अनि यहाँदेखि चाहिँ अस्ति मैले ढुङ्गा बोकेको थिएँ, त्यस्तो भएको छ अहिले चाहिँ। हेर्नु न यहाँदेखि चाहिँ मैले बोकेको थिएँ ढुङ्गा है। अनि त्यही हो।
कस्तो दामी चाहिँ फुलेको छ अन्त फुल्नु पनि अन्त देखाइदिउँ न। यो ओरालमा छ नि यो यहाँ माथि ओराल छ। ओराल चाहिँ तपाईँले माथि हेर्नु न, यहाँ चाहिँ पहिला सानो बुढाहरू त्यहाँ चाहिँ पिकनिक खान्थे अरे हौ। अनि अब चाहिँ लागेको हामी चाहिँ यस्तो दामी गुराँस फुलिरहेको छ। अब चाहिँ लागेको तल आजको चाहिँ अलिकति भिडियो क्लिप बनाउँछु म। बल्ल गरेको किनभने अस्तिको पनि बनाउनु पाएको थिइनँ नि त। आज चाहिँ कम्ती चाहिँ बनाउँछु। माथि हेर्नु सक्नु तपाईँले गुराँस के दामी फुलेछ सर, फुल्नु पनि। हाम्रोतिर चाहिँ हेर्नु न जङ्गल जङ्गल गुराँसको फुल यस्तो दामी फुलिरहेको छ। हेर्नु नै तल यस्तो दामी फुलिरहेको छ। फोन साह्रै हल्लिँदो रहेछ साथीहरू, के गर्नुपर्ने हो, बानी भएन यो फोन नहल्लाइकन बनाउँ भनेको त भिडियो त बानी नै हुनु छोडिसक्यो मेरो चाहिँ। लगेको तपाईँलाई म लान्छु कहाँ भनिन्छ नि, यहाँ हेर्नुहोस् न, हेर्नु नै देख्नुभयो तपाईँहरूले। यहाँ यस्तो दामी छ, यस्तो दामी छ नि, हेर्नुहोस् न। दामी छ यो चाहिँ, हेर्नु नि हो। होइन ल यहाँ चाहिँ हामीले बल्ल भरेको त होइन, यो बोरा 7 फिट गरेको मात्रै। यो अस्ति भरेको बोला थियो नि त, अनि यो चाहिँ अहिले यो लगाएको यस्तो खोला छ। यो चाहिँ अझै बल्ल चाहिँ अझै आएर उठाउनु पर्ने छ है एक दिन चाहिँ। अब चाहिँ लागेको घरतिर हामी चाहिँ त्यस्तो छ। मेरो नानी अन्त पनि हुनु आँट्यो नि त छिटो, घर जानुपर्छ नि, अहिले खाजाहरू पकाउनु पर्छ। यहाँ चाहिँ हेर्नु न यस्तो यस्तो ठुल्ठुलो रुखहरू छ नि। यहाँ चाहिँ यस्तो रुखको यस्तो बाटो चाहिँ यस्तो छ। यहाँ चाहिँ खोला जाने बाटो होइन। अनि यता जान्छ उता जान्छ अब हामी। अब चाहिँ म घरतिर लागेको साथीहरू। फोन चाहिँ यस्तो बेसी हल्लिन्छ नि। अब चाहिँ घरतिर लागेको, अनि के भयो फेरि, अब चाहिँ बिस्तारै बिस्तारै घर जान्छु। अनि घरमा गएर तपाईँहरूसँग भेट्छु म। अब त केही छैन, भिडियो पनि सायद म यहीँ राख्छु होला यतिमै। अब चाहिँ हामी पक्का घर लाग्ने। अनि आज चाहिँ मेरो ब्लग पनि यहीँ राख्छु। अनि थ्याङ्क यू सो मच तपाईँहरूले कतिजनाले मेरो भिडियो हेरिदिनु भएकोमा, यहाँसम्म हेरिदिनु भएकोमा होइन। अनि लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला। बाई।